बत्ती पनि छैन, केही छैन। Hi everyone, I am Lakshmi. Hello and welcome to my new vlog. मेरो आँखा हेरेर म सुतेकै छैन कि राम्रोसँग। 6 बजेदेखि हो नि मेरो कलेज। 6 बजिसक्यो। म बाटोमा छु। किन हुन्छ कि यस्तो सधैँ ढिलो हुन्छ, म ढिलो उठ्छु। मेरो आँखा हेर्नु न। मेरो राम्रोसँग निदै खुलेर मुख यति जोरी पानी हालेँ, मुख मात्रै धोएर आएको। त्यही पनि निदै खुलेर बाटोमा हेरेर झमक भएर यस्तो बिहान यति देरी किन लाग्छ कि भगवान्। अझै यहाँदेखि जानु लगभग 10 मिनट लाग्छ। 6 बजेर 3-4 मिनट गइसक्यो। चाहिँ मैले गोदी खान्छु माछा। ढिलो उठ्छु कि सधैँ ढिलो उठ्छु। एकदम म ढिलो। त्यही माथि पनौती लगाएँ, मेरो चप्पल छुट्टियो। म आइसकेँ। ओ बनाउनु भला गाई कोही आएर न हाम्रोमा त यति आहान यता यति आहान। शुक्रबार लाग्छ अरे। सरहरूलाई पनि शुक्रबार लाग्छ अरे, विद्यार्थीले पनि शुक्रबार लाग्छ अरे। पढाउन लाग्छ हामी रहेछौँ, त्यही भएर आयौँ। त्यही पनि टपर यिनीहरू नआए त म त एक्लै हुन्थेँ यता। ट्रेटर किन हेरिदिनु मलाई नि पुग्राइसन जो राम्रो सब गइदिनु फाल्तु मान्छे 500 रुपियाँ चाहिँ आफै उठ्दै कि। तर यो भोट दिन मान्छे बहुत बेकुप हुन्छ तिनीहरू। त्यसले आफू ट्रेटर भएछ अरू ट्रेटर के कसरी निकाल्न सक्छ त्यसले होइन। लाजले बुत्तुक्क भयो त मामा छिन्डिए नि पुग्राइसन गयो भनेर। धेरै जामै घर भागेर सरलाई पनि गुड फ्राइडे, विद्यार्थीलाई पनि गुड फ्राइडे। हामी मात्रै आएको छ। अबदेखि म पनि आउनु न फ्राइडे। अब फर्किँदैछु घर भन्नु पऱ्यो त। भाइ साहब एक्सपेक्टेसन भर्सेस रियालिटी भइसक्यो आज त। त्यो होइन के अरे क्याम्पसमा पढाइ हुन्छ होला भने आज म क्याम्पसको ब्लग बनाउँछु अनि भनेको थिएँ। क्याम्पसमा कोही मान्छे नआएको कि हाम्रो त हाम्रोमै अलि शुक्रबार हाम्रो रिभिजन टाइपको हुन्छ कि त्यसै सबै। अनि त्यही भएर कोही आएको थिएन कि आज 6-7 जना मात्रै आएको थिएँ। त्यत्रो 25-26 जनामा 6-7 जना मात्रै आएको थिएँ। सरहरू पनि आउनु भएको थिएन। म त सोचेँ हे भगवान् आज के हुन छ ब्लगमा, तर पनि म हाल्छु अलगमा हाल्छु म यो नो कम्प्रोमाइज। आजदेखि मैले स्टार्ट गर्ने भएको थिएँ नि त डेली भ्लग लगभग 6-7 मिनटको जति भए पनि हाल्छु बरु, तर भ्लग हाल्छु। कन्सिस्टेन्सी इज अ की अफ सक्सेस माई म्यान। हाई गाइस, तपाईँले यदि मलाई इन्स्टाग्राममा फलो गर्नुहुन्छ भने इन्स्टाग्रामको नाम हो लक्ष्मी रेग्मी। इन्स्टाग्राममा लक्ष्मी रेग्मी सर्च गर्नुहोला। टिकटकमा पनि लक्ष्मी रेग्मी सर्च गर्नुहोला अनि फलोको बटन क्लिक गर्नुहोला गाइस। म होइन हिजो साँझ 11 बजी सुत्यो हामीलाई। अझैसम्म निद खुले होइन। लास्ट आँखा पनि सुन्ने यति धेरै सुतेछु म। 12 घन्टा सुतेँ। म एकछिन फ्रेस भएर आउँछु अनि भेटौँ है त। बाई। कस्तो मुख सुन्नेको के भगवान्, यति धेरै सुतेर क्यारी पनि दुखेको छ यतातिर। कस्तो अप्ठ्यारो मुख सुतेछ। फ्रेस भएर आएँ। अनि स्याड न्युज गाइज, मैले साँझ खाना खाएर भाँडा माझेको थिएन, त्यस्तै जुटा थिएँ मेरो भाँडाकुँडी। अनि लाइन आएको छैन। लाइन नआएपछि मोटर चलाउने हुन्न, मोटर नचलाएपछि पानी आउन्न। अब भाँडाकुँडा जुटा छ, मलाई भोग्ला, म कसरी खाना पकाम। बत्ती पनि छैन, केही छैन। म त सुत्दिन्छु। आज त बढ्दै बस्ने भयो नि ढिलो उठ्नाले। म त पाउरोटी लिएर आइसकेँ। अनि त्यहाँ पसला अङ्कलले के भन्नुभयो थाहा छ? भात खाने बेला के को पाउरोटी हो फेरि? अनि लाइन नै छैन त अनि कसरी भाडा मार्नु र जुठो छ भने अनि ठिकै हो। त्यसमा त लाइन आउँदासम्म भुक्तान नि हुन्छ अरे। दिस इज माई आउटफिट। हामी अब खाते हैं। ये मेरा कपाल, मैले अस्ति बिहान काटेको के।
म त फेरि सुत्न लागेको नि अर्कै बागे आजको दिनै शनिबार नै यस्तै जाने भयो त यस्तो बोरिङ कपडा धुनु छ भाँडा मान्नु छ आज भ्लग बनाउँछु के गर्छु भनेर सोचेको थिएँ होइन मोबाइलमा चार्ज नै छैन मेरो त 10% मात्रै चार्ज छ अनि अब त यस्तै हो अब जति बेला लाइन आउँछ त्यति बेला भ्लग स्टार्ट गर्छु ल किनकि मेरो चार्ज छैन मलाई सासम्म लाइन आएन भने मलाई चाहिन्छ नि 10% चार्ज सो बाई बाई नै आज म भोकै मर्ने हो लाइन नै आएन कि यार शनिबार के कामको लागि लाइन काट्छ शनिबार 1:20 भइसक्यो मैले खाना खाएन अहिलेसम्म लाइन चाहियो सरकार लाइन चाहियो विद्युतको नम्बर भयो नि कल गर्ने हुन्थ्यो म त भोकले मरिजान्छु त के खानु न किस्मत अलि बिहानै उठ्न सकिन्थेँ म ढिलो उठ्नुको नतिजा यस्तो हो कि ढिलो उठ्नुको नतिजा म 5-6 बजीतिर उठेको भए बढीमा लाइन 9-10 बजीतिर त गएको होला दुःख पाइस मङ्गले आफ्नै ढङ्गले कति 4 बजी 4-5 बजीतिर लाइन म तिरसम्म के गरी बस्ने हो सुत्दिन्छु म त अब होइन मेरो जिन्दगीमा किन हुन्छ यस्तो हरेक दिन आज मैले यो गर्छु त्यो गर्छु भने सोचिरहेको थिएँ केही पनि गरेँ होइन मैले मलाई त सबक सिकाए म त भोलिदेखि त छिट्टो उठ्छु भइगयो म बरु दिउँसो सुत्छु बरु म छिट्टो उठ्ने बिहान क्याम्पस जाने टाइममै उठ्छु म भइगयो म त सुत्दिनँ बढीमा सुतेँ 7 बजीसम्म त्योभन्दा भोलि त म पहिल्यै उठ्छु बिहानै उठ्छु होइन अबदेखि म साँझ भाँडा त्यो सुत्छु त्यो झ्याउ लाग्यो मलाई अनि सब्सक्राइब गरेको खै 100 सब्सक्राइबर त पुऱ्याइदिनु पऱ्यो कमसेकम 100 भए पनि त हो त्यही पनि आजकल त अब जबदेखि मैले युट्युब सुरु गर्छु त्यहीदेखि अब त 1000 अब फेब्रुअरीदेखि 1000 सब्सक्राइबर भएपछि मात्रै मोनिटाइज गर्ने रे होइन युट्युब के गर्न खोजेको सब्सक्राइब गर्नु है लाइक कमेन्ट पनि गर्नु अलिअलि ल वाला यस्तो ल कमेन्ट नगर्नु त्यहाँ लेख्नु लक्ष्मी बरु केही लेख्न मन छैन लक्ष्मी के छ खबर सन्चै छेउ सन्चै छेस भने हुन्छ म कमेन्टको रिप्लाई गर्छु सन्चै छु हजुर सन्चै हुनुहुन्छ भनेर बाई लभ यु गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अबदेखि म डेली भ्लग बनाउँछु सायद 2 मिनट 3 मिनट 4 मिनट 5 मिनट 6 मिनटसम्म पनि किन नहोस् म डेली भिडियो गराउँछु कन्सिस्टेन्स हुन्छु तपाईँले मलाई माया दिनु होला माया गर्नु होला म पनि तपाईँलाई माया गर्छु अनि हामी मिलिजुली गर्नुपर्छ ल यदि लाइन आएछ भने मोबाइलमा चार्ज भयो भने म बनाउँछु यदि भएन भने यति नै हालिदिन्छु ल बाई बाई ढिलो उठेकोमा सरी उठबस गर्छु लाइन आइसक्यो सरी आयो आइस खुसी खबर फाइनली लाइन आएको छ म चाहिँ अब खाना खान्छु ल